साइन्स विषय ठिकै भयो कति गरियो त एक्जाम पास भइन्छ अनि कति भयो त उमेर सानै उमेरमा दिन लाएर रहेछौ त्यहाँ यस्तो प्रश्नहरू थिए कि थिएनन् के पढ्ने विचार छ के बन्ने विचार छ ल्याङ्ग्वेजहरू पढ्ने इङ्ग्लिस ल्याङ्ग्वेजहरू पढ्ने ए हजुर हुन्छ होइन अनि पास भइसकेपछि के पनि विचार छ आगामी दिनहरूमा दर्शकबिन म आज छु सल्यानको दारमा गाउँपालिका वडा नम्बर 3 फार्ला चौरमा यो जनज्योति माध्यमिक विद्यालयमा एसीको विद्यार्थीहरूले एसी दिइरहनु भएको छ र म उहाँहरूको इन्टरभ्यू लिनलाई यहाँ आएको छु अनि बाँकी भिडियो तपाईहरु हेर्नुस् कस्तो लाग्छ है त एसीका ठक्क एसी दिएर विद्यार्थीहरू आइसकेका छन् कस्तो भयो एक्जाम ठिक भयो अनि के को थियो आज स्वास्थ्य कस्तो भयो पास भइन्छ त यो पालासम्म त ढुक्क हो अनि कुन विद्यालयबाट राष्ट्रिय माध्यमिक विद्यालय दार्माकोटी हो अनि आगामी दिनहरूमा के कस्तो छ आगामी दिनहरूमा त अब पास भयो भनेपछि हैन भनौँ न राम्रो जिपिए आयो साइन्स विषय हो अनि के कस्तो भइरहेछ त्यतातिर ठिकै भयो पास भइन्छ हो अनि यतातिर ठिकै भयो पास त भइन्छ हो ल एक्जाम कस्तो हो आज राम्रो भयो कतिको प्रश्नहरू आएको थियो आफूले ठ्याक्क सोचे जस्तो आएको थियो कि थिएन सोचे जस्तै आएको थियो आएको थियो कतिको गरियो त एक्जाम पास भइन्छ अनि आगामी दिनहरूमा के गर्ने विचार छ पास भएपछि अब रिजल्ट आएपछि थाहा हुन्छ अनि कतिको हल गरियो यता कतिको एक्जाम हल गरियो अनि के छ त आगामी दिनहरूमा हो कस्तो भयो एक्जाम एकदम राम्रो भयो पास भइन्छ अनि सोचेको जस्तो प्रश्नहरू आएको थियो कि थिएनन् आफूले पहिला तयारी गरेको हो अनि अरू परीक्षाहरू पनि कस्तो भयो ठिकै भयो यता हो कस्तो भयो एक्जाम अनि कति भयो त उमेर सानै उमेरमा दिन लाएर रहेछौ 15 भयो 15मा एसी दियो होइन अनि कस्तो भयो एक्जाम पास त भइन्छ सोचे जस्तो भयो अनि आगामी दिनहरूमा के गर्ने विचार छ जिपिए राम्रो आयो भने के पर्ने विचार छ त सोच गरेको छैन हौ ल कस्तो भयो एक्जाम राम्रो भयो सोचे जस्तो भयो ल अनि अहिले एसी दिएर गइसकेका छन् होइन विद्यार्थीहरू अनि अरू पनि आउने बाँकी नै छन् अहिले चाहिँ हेर्न सक्नुहुन्छ सबै विद्यार्थीहरू गइसकेको छन् र कोही विद्यार्थीहरू अझ आउँदैछन् होइन सरहरूसँग सल्लाह गर्दैछन् अहिले चाहिँ विद्यार्थीहरूले हेर्न सक्नुहुनेछ कस्तो हो केटा हो एक्जाम ठिक छ अनि आफूले भने जस्तो भयो कि भएन सोचे जस्तो प्रश्नहरू थिए कि थिएनन् ठिकै थिए पास भइन्छ अब यो पछि पास भएपछि के बन्ने सोच छ के पर्ने विचार छ पछाडि हो कस्तो हो एक्जाम बवाल भयो अनि सोचेको जस्तो प्रश्नहरू थिए कि थिएनन् थिए अनि पास भइन्छ अनि पास भएपछि पछि के पर्ने विचार छ के बन्ने विचार छ पढ्न चाहिँ अब सोच्नुलाई रिजल्ट पछाडि रिजल्ट पछाडि ए अनि यता अरू रिजल्ट आउनुन्जेलसम्म त अब ल्याङ्ग्वेजहरू पढ्ने इङ्ग्लिस ल्याङ्ग्वेजहरू पढ्ने ए हजुर अनि यता अनि के छ त विचार पास भइन्छ होइन अनि पास भइसकेपछि के पनि विचार छ आगामी दिनहरूमा
आगामी दिनहरूमा अलिक ठुलो स्वरले बोलौँ न। ल्याङ्ग्वेज सिकेर अरू अगाडि बढ्ने अगाडि बढ्ने होइन। अनि केही साइन्स विषयहरू लिएर पढ्ने विचार छ कि छैन? त्यस्तै छ। त्यस्तै छ होइन। ल